हेलो हेलो सबैजनालाई वेलकम टु माई मिनी ब्लग। यो चाहिँ दिउँसोको टाइमको ब्लग हो, जब मैले मेरो छोरालाई खाना खुवाएर बाहिर खेल्न लिएर जान्छु। मेरो छोरालाई बल खेल्न यस्तो धेरै मनपर्छ। बाहिर गएर बल खेल्न पाएपछि उसलाई केही चाहिँदैन। मेरो छोराको 9-10 वटा बल भइसक्यो घरमा। उसको बाबालाई पनि नयाँ नयाँ बल ल्याइदिन एकदमै मनपर्छ। छोरा पनि कति धेरै खुसी हुन्छ, भोलि पर्सि मेसी नै हुन्छ जस्तो छ। अनि बाहिर लिएर गएपछि ऊ खेल्न सुरु गरिसक्यो। यस्तो धेरै रमाउँछ नि, उसलाई कोही पनि चाहिँदैन के। 2टा बल भएपछि एउटा हान्छ, अर्को ल्याउँछ, कस्तो धेरै रमाउँछ। अनि म चाहिँ मजाले घाम तापेर बसिरहेको थिएँ। अहिले चाहिँ चिसो अलिक कम भएको छ, एकदमै न्यानो पनि छ। अनि बाहिर गएर खेल्न बच्चाहरूको लागि एकदमै राम्रो पनि हो। त्यसपछि मैले मेरो छोरालाई फेरि अर्को ठाउँमा लिएर गएँ। घर नजिकै चाहिँ कुकुर छ त्यहाँनिर हाम्रो पल्लोपट्टि, अनि मैले त्यहाँनिर लगेँ। उसलाई चाहिँ कुकुर एकदमै धेरै मनपर्छ। अनि एकछिन हेराएँ, उसले त्यो देखेर एकदम खुसी हुन्छ। तर मेरो छोरालाई बलै मात्र खेल्न मन परिरहेको थियो। त्यसपछि हामी घर फिर्तायौँ। कस्तो हावा चल्न थाल्यो, अनि छिटो छिटो गरेर घर फिर्तायौँ। थ्याङ्क यू फर वाचिङ।